हेलो हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। यो भिडियो चाहिँ 2-4 महिना अगाडिको मेरो निमावि तहको लाइसेन्स प्राप्त गरिसकेँ त्यो प्रमाणपत्र लिन जाँदाको बहिनी र म भएर गएको थियौँ है। अनि घाम लागिरहेको थियो, पारि हिमाल देखिरहेको थियो अनि टिकटकको लागि भनेर भिडियो सुट गरिरहेको थियौँ। अनि पोखराको विशेषता भनेको यही वारिपारि हिमाल देखिनु नै राम्रो हो कि हैन। अनि पुरा हिमाल अनि घाम मस्त खुसी हुँदै गइरहेको थियो। त्योभन्दा धेरै खुसी त म छैन होला भन्ने थियो, तर यो निमावि तहको प्रमाणपत्र हात पर्यो तब खुसी भयो कि झन् राम्रो फिल भयो कि मनैबाट फिल भयो कि मैले सानो कोसिसले यति ठुलो सफलता प्राप्त गरेँ जस्तो लाग्छ कि यो सफलता त्यति ठुलो त होइन, तर मेरो लागि चाहिँ सबैभन्दा ठुलो सफलता जिन्दगीको पहिलो सफलता नै यही नै होला हैन। तर यो निमावि तहको लाइसेन्स प्राप्त गर्नुमा मेरो हातमा आउनुमा नि मेरो भाइको ठुलो हात छ। पुरा क्रेडिट चाहिँ म उसैलाई दिन चाहन्छु, किनकि उसले पढ दिदी पढ नभनेको भए है यो निमावि तहको लाइसेन्सको फर्म नभरिदिएको भए चाहिँ म यो प्रमाणपत्र हात पार्ने थिइनँ होला। उसैले गर्दा नि है कहिलेकाहीँ आफूभन्दा सानो भाइ बहिनीले भनेको पनि मान्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट मलाई राम्रोसँग थाहा भयो।